ओइ जुटी बुहारी ओइ जुटी बुहारी यो पुग्ने जोइ ओइ माथिले गएर पुग्ने जोइ रोक त रोक यही छ त यही छ कहाँ गई कि कहाँ अँधेर अनुहार पार्दै कहाँ हिँडे कि होस् र छोरी खोज्न छोरी खोज्न छोरी कहाँ गई र खै हिजोदेखि घरै आएकी छैन हिजोदेखि आएकै छैन अहिले के भन्छन् नि बोयफ्रेन्ड हो के भन्छन् त्यही बनाएको छ र हो कि त्यस्तै त छैन सोझी छ सोझी भए कहाँ गई त ल ल दिदी जान्छु म खोज्न जान लाग्यो ए ल ल जा राम्रोसँग खोज कता कता गइछे साथीसँग सबसँग सोध कसैलाई नभन्नु ल भन्दिनँ कसैलाई पनि कसलाई थाहा दिने हो र कसैलाई भन्दिनँ म कसैलाई भन्दिनँ ल जा जा कसैलाई भन्दिनँ आफ्नो काम के हो तेरो छोरीको बारेमा बखान गर्दै बसौँ ल जा ओइ साइलाई बुढी हजुर ओइ साइलाई बुढी यहाँ आइज नि यहाँ आइज न यो ओठे फेरि कस्ती छे नआएर यहाँ आइज त यहाँ कहाँ गई के यो यहाँ आइज न किन तँलाई थाहा छ यो जुठीको छोरी त पहिलो गई छ कि क्या हो तर भन्दै खोज्दै हिँड्या थिए पहिलो गई कि क्या हो पहिलो तँलाई थाहा के थाहा छैन केही थाहा छैन यसलाई त गाउँको बारेमा के भइसक्यो केही थाहा छैन खालि थाहा छैन भन्छे यो कामै छैन तेरो त्यो त गई जस्तो ह पहिला गई जस्तो ह यसको के भन्छन् नि अहिले बोयफ्रेन्ड बनाइरहेछ जस्तो ला मलाई त गई जस्तो छ बुझ्यौ नभनिस् कसैलाई फेरि ओए आफै रुखाइ जेठी बुहारी ओए आफै रुखाइ जेठी बुहारी यहाँ आइज न यहाँ आइज ओए आफै रुखे जेठी बुहारी कस्तो नसुने कि यो धतुरीले फेरि यो भुप्केले यहाँ आइज त के नआउने र के गर्न आउने यहाँ आइज एउटा खुसीको खबर छ के यहाँ आइज त के खुसीको खबर हो त्यो जुठी के त्यो जुठेको बुढ छोरी जुठी हो त्यो जुठीको छोरी त पहिलो गए जस्तो छ हिजोदेखि भेटेकै छैन अरे खै जास मलाई के खाँचो र मलाई के खाँचो अरे हेर्न यो अहिलेसम्म केही थाहा छैन तपाईँ यहाँ के नआउने यहाँ इनारमा यसो पानी चलाउन आएको थिएँ यहाँ इनारमा कुवामा पानी छ कि भनेर हेर्न आएको थिएँ के गर्न आउँछन् र अनि तँलाई देखेर यसो गाउँको खबर भनौँ भनेर नि ठुस्के जा नसुन जा ओइ राइली किन ओ राइली कस्तो हो के एउटा कुरा भन्न हो के यहाँ छिटो के कुरा हो र त्यस्तो के कुरा त्यो के त्यो जुठी छ नि जुठीको छोरी त पहिलो गई जस्तो ह पहिला त्यो त सोझी थियो त थिए सोझी भइ त खुब गयो ओली 2 दिन भइसक्यो अरे देखेकै छैन गई जस्तो छ तिमी के आना छौ त यहाँ म यहाँ के नआउने र यसो बसेको तलाई देखेँ यसो खुस खबरी दिइहालौँ भनेर अर्का छोरी पहिला गएको के खुसीको खबर हो र अर्का छोरीको के खुस खबरी हो अरे होइन गई भनेर पो यसो भनिदिया हो त म त जान्छु घर काम छ जा कसैको नभएको काम यिनीहरूकै छ कसैको नभएको ओहो छी ओइ जुठी बुहारी ओइ पुर्ने जोइ कस्तो नसुने जस्तै गरे हिँड्यो कि आँखा पटार्दै कस्तो गरे हिँड्यो कि हेर किन त्यसरी हिँड्यो कि होस् र त्यही पनि नदेख्दै गरे आँखा तर्दै कहाँ गइछ त तेरी छोरी मेरो छोरी पहिला गयो भनेर गाउँभरि हल्ला फिजाल मैले गाउँभरि हल्ला फिजाल दिएँ अरे छोरी पहिला गई भनेर फिजाल छ तेरी छोरीको हल्ला अरू केही काम छैन मेरो तेरी छोरीको कहाँ जान्छ के गर्छ भने तेरी छोरीको हल्ला फिजाल्दै हिँड्यौँ ल त्यही भएर रिसिँदै हिँड्यो कि कसले भने तँलाई आफ्नै छोरीलाई सम्हालेर राख्नु छैन उसले हल्ला फिजाल्यो उसले हल्ला फिजाल्यो भन्दै हिँड्छ फिजाल्छु अरू काम केही छैन तेरी छोरीको हल्ला फिजाल्दै आफ्नै छोरीलाई राख्नु चाहिँ अर्कालाई हल्ला फिजाल्नु हुन्छ जा कसले छेकेको छ र तँलाई घोप्टे चेप्टे गाई नाक काटे